सम्पूर्णमा नमस्कार। नमस्ते छ हाम्रो यो श्री महेन्द्र माध्यमिक विद्यालय कटार राधे राधे टोलबाट म व्यवस्थापन समितिको अध्यक्ष केही चाहिँ गतिविधिहरूको बारेमा यसो भनिरहेको छु। यसको बारेमा हाम्रो अहिले यो इको पार्क नै बनाइएको छ। अहिले नयाँ ढङ्गले यसलाई इको पार्क पनि राखिएको छ। यहाँ हाम्रो हेड सर यो यसरी नै हामीले बनाएको छ। उतातिर झुलासुला अब यो बिस्तारै बिस्तारै खेलाउनका सामग्रीहरू पनि राखिएका छन्। यो विद्यालय अब यो विद्यालयको भित्र हामीले ल्याब उता नयाँ भवन बन्दैछ। अब यो करिब हाम्रो 2 बिघा 11 कट्टा हुन्छ 11 कट्टाको हो। अब यसमा चाहिँ अहिले त यो ठेक्का भएको छ एक अरू चाहिँ फिल्ड अब अलिकति समस्या हाम्रो पानी जम्ने अहिले त धेरै उचाइमा ल्यायो यसलाई। तर यो अझै पनि यसको हेर्ने हो भने पानी थुप्रिने काम हुन्छ। उपर पनि त्यस्तै छ। अब एकचोटि ल्याब पनि हेरौँ। यो जो हामीले आइसिटीबाट बनाएका कम्प्युटरहरू जडान गरेका ती पनि मैले त्यो हालिएको छु र अब यो ल्याब पनि हामीले भइरहेछ, तयारी भइसक्यो। अब त्यसको लागि यो 2 कोठे भवन अब ल्यान्टरको तयारी भएको छ। ल्यान्टरको तयारी छ। अब 2 कोठे भवन करिब पुरा हुँदैछ। यो बााउन्ड्री छ हाम्रो चारैतिर बााउन्ड्री छ। करिब 2 बिघा 11 कट्टामा बााउन्ड्री छ र उतातिर पनि एउटा टोयलेट अहिले मार्बल हाल्ने काम पर मार्बल हाल्ने काम छ। अब पार्किङको व्यवस्था अलिकति मिलाउनु छ। पार्किङको लागि चाहिँ नै व्यवस्थापन गर्नुपर्ने छ। यहाँ बाइकहरू साइकलहरू राख्नुपर्ने। उता विशेष कक्षा पनि सञ्चालन हुँदै भएको छ। हाम्रो सभा हल छ। उतापट्टि चाहिँ नै कम्प्युटर रुम बनाएको छ। यो ल्याब रुम हो। अब यहाँभित्रै ल्याबको हाम्रो सुरुवात साइन्स ल्याब चाहिँ सुरुवात गरिएका छन्। यहाँ हात धुनुपर्ने छ। यहाँनिर हेड सर हात धुँदै हुनुहुन्छ। अब यो कुर्सीहरू राखिएका छन्। अब यसलाई अलि सरसफाइ बनाउनु पर्ने छ। त्यो यो माइक्रोस्कोप छ के भन्छ यसलाई? टेलिस्कोप हो। यो टेलिस्कोप भइहाल्यो होइन? माइक्रोस्कोप यो माथिको यो भइहाल्यो। त्यसपछि यताका यी अब विज्ञानको बारेमा अब के छ होइन? यसमा धेरै जानकारी त म पनि पाउँदैन। अब केमिस्ट्री सेक्सन, यो बायोलोजी सेक्सन, यो केमिस्ट्री सेक्सन यताको यो बायोलोजी सेक्सन के भन्छ अब है? अब यो साइन्सको गर्ने हो। अब यसमा पाचन प्रणाली सम्बन्धीका तिनीहरू छन्। अब राम्रोसँग अब यसलाई राखिएको छ। अब यसमा विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउनु पर्ने जुन छ अब यहीमा अब चाहिँ साइन्स टिचर लाग्नुहुन्छ। यो ठुलो उपलब्धि भएको छ। हामीलाई 2टा कुरा भएको छ। एउटा आइसिटीको उपलब्धि छ, एउटा साइन्स ल्याब छ, क्यामेराहरू फिट भइसक्यो। अब हाम्रो लगभग अब स्मार्ट बोर्ड छ। लगभग मावि लेभलसम्म भए पनि अथवा निमाविबाट हुन पाए त अझै राम्रो। यो क्यामेराहरू छन्। उता क्यामेरा हालिएको छ त्यहाँ। यो राम्रो भएछ। हाम्रा युवा अहिले हेड सर एकदम चाहिँ लागिराख्नु भएको छ। दौडधुप गर्नु भएको छ यताउति र अब हाम्रो खास गरी प्रदेशले राज्यले सामाजिक विकास मन्त्रालयबाट सामाजिक विकासबाट र यो हाम्रो नगरपालिकाबाट पनि अहिले केही सहयोगहरू गरिरहेछन्। यसले गर्दाखेरि राम्रो छ। रिजल्ट पनि हाम्रो पोहोर अत्यन्त राम्रो आएको थियो। यसपालि अलिकति हामी यसमा अब यो वर्ग छ हाम्रो यहाँनिर सालघारीमा पढ्ने। अब हामीले त्यसै उहाँहरूलाई चाहिँ कुनै इन्ट्रान्स नलिकन हामी सिधै भर्ना गरेका हुन्छौँ र अब उहाँहरूलाई लागे पुगेसम्म उहाँहरूले पढाउनु भएको छ र गर्नु भएको छ। ठिकै छ अहिले। र यसलाई अझै हामीले अलिकति चाहिँ यसमा बढी ध्यान दिनुपर्ने छ। यसको बारेमा हामी छलफलको विषय बनाएको छौँ, समीक्षा गर्नेछौँ। अब पार्कको बारेमा एउटा राख्नुपर्ने छ। पार्क पनि हामीलाई आवश्यक छ र विशेष कक्षाको लागि विशेष जो विद्यार्थी छन् तिनीहरूलाई हामीले बााउन्ड्रीभित्र राखेर 4 कोठे भवन अब त्यो जरुरी पनि छ। अब फेरि अर्को हाम्रो एउटा राम्रो उपलब्धि भएछ। त्यो 4 कोठा पल्लोको 4 कोठा जुन छ त्यो चुने छ। त्यहाँ अलिक पुरानो पनि भइसक्यो हुनाले त्यहाँ चुन छ। त्यो चुनेमा अब 10 लाख रुपियाँ फेरि हाम्रो चाहिँ प्रदेश सरकार बेलबहादुर राणाजीलाई म विशेष धन्यवाद दिन्छु। उहाँले चाहिँ 10 लाख रुपियाँ छुट्याएको छ र यसको माथि हामी अब छत हाल्छौँ, माथि छत निर्माण गर्छौँ र छत निर्माणबाट यसलाई बचाउन सकिन्छ। नत्र भने यी कोठा तलका कोठाहरू चुने भएको हुनाले यो समस्या छ। अब यसमा हाल्ने बित्तिकै यो सबै स्कुल डबल तलाको स्कुल हुन्छ। उतापट्टि पुराना चाहिँ हाम्रो तिनीहरू भइहाले। र अर्को कुरा हामी उतापट्टि हाम्रो अर्थमन्त्रीज्यूले विशेष गरी हाम्रा बहादुर थापाजीलाई पनि म विशेष धन्यवाद दिन्छु। उहाँले 2 कोठे भवन यहाँ दिनुभएको छ र विशेष कक्षाको लागि हामी सञ्चालन गर्दाखेरि हामीले त्यो कसो हुन्छ त्यसलाई पनि बुझ्नेछौँ। हवस् त, धन्यवाद हजुर। लागिरहन्छौँ हामी, लागिरहन्छौँ। हजुरको सरसल्लाह पनि आवश्यक छ, गरिराख्नु होला। धन्यवाद।